ओ मान्छे, तिमीले मलाई आँगनमा रोप्यौ, औँसीमा रोप्यौ, छतमा रोप्यौ, आवश्यकताले रोप्यौ, रहरले रोप्यौ या फेसनको सौन्दर्यताले रोप्यौ, मलाई थाहा भएन। तर शिशुलाई जस्तै मेरो स्याहार सम्हार गर्यो, मेरो तिखो डाँडाहरूदेखि कति पनि विचलित भएनौ, उल्टै मित लायो, डाँडाहरूसित मलाई हल्न नदिन टेका लायो, मलाई बस्न घुम्ने मेच राख्यौ, रोडमा टायर घुमेथै म टायरहरूको रोडमा टायर बनेर घुमिरहेँ। मलाई यति धेरै माया गर्छौ, तिमी आफ्नो प्रियलाई गर्दैनौ, सायद तिमी प्रकृति प्रेमी हुनुपर्छ। मलाई पाउने अभिलाषा झन् झन् बढ्दै गयो तिमीमा। तिमीले त म हाँसेको कहिल्यै देख्दैनौ, जहिले मेरो बन्द अधरको अवलोकन गर्छौ। म त जुनको ऐनामा शीतको टीका लाएर, चुवाको फुल कानमा सिउरेर, रेशमी बोलको ओढ्दै हावाहरूसित इङ्ग्लिस डान्स गर्छु। कतिखेर हावाहरूले सहवास गर्छ थाहा हुन्न मलाई। ओ मान्छे, मैले उत्पादन गरेको फल चाख्यौ, कति मिठो छ हगि यो फल, तिम्रो मेहनतको आनन्द जत्तिकै। ओ मान्छे, खाऊ खाऊ, जिब्रो पड्काइ पड्काइ खाऊ, अझै धेरै धेरै फल उत्पादन गर्न सकौँ, तिम्रो लागि यही कामना छ मेरो। धन्यवाद। र मेल होइन, यो त मनको आवाज पनि हो। आज म यही प्रकृति, मानवीय र सम्वेदनाको सुगन्ध बोकेको आमा बुबा प्रतिको सानो कविता लिएर उपस्थित भएकी छु। स्रष्टा आज सम्मानित भोजराज श्रेष्ठज्यू, त्यसै गरी लीला अनमोलज्यू, त्यसै गरी रन्जिलाज्यूको शुभकामना मैले मेरो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट शुभकामना फेरि पनि दिन चाहे। आशा छ मेरो यो शब्दहरूले यहाँहरूको मन छुने प्रयास गर्नेछ। आफ्नो कविता वाचन गर्ने अनुमति चाहन्छु म जेसी निर्मला प्रधानको तर्फबाट। मेरो कविताको शीर्षक रहेको छ गाउँ अझै बाँचेको छ। आमा भन्नुहुन्छ बाबु, गाउँ अझै बाँचेको छ। आमा भन्नुहुन्छ नानी, गाउँ अझै बाँचेको छ। चुलाको धुवासँग साँझको आकाशमा उड्ने सपना जस्तै, अनि बारीको कान्लामा अझै बुबाको पसिनाको गन्ध रहिरहेको छ। तर गाउँका आँगनहरूमा मानिसहरूभन्दा बढी यादहरू बस्न थालेका छन्। आमा भन्नुहुन्छ बाबु, गाउँ अझै बाँचेको छ। आमा भन्नुहुन्छ नानी, गाउँ अझै बाँचेको छ। छोरा, जुन चौतारीमा हामी बसेर हाँसेका थियौँ नि, त्यहाँ त आज बतास मात्र बहकिन्छ अनि बोल्दैन छ। आमाको चाउरी परेको हातहरूमा देशको इतिहास लेखिएको छ, तर के गर्नु कसैले पढ्दैन। आमाको चाउरी परेका हातहरूमा देशको इतिहास लेखिएको छ, तर के गर्नु कसैले पढ्दैन। सबै शहरका उज्याला पछ्याइरहेका छन् अनि पछ्याइरहन्छन्। आमा भन्नुहुन्छ बाबु, गाउँ अझै बाँचेको छ। आमा भन्नुहुन्छ अझै गाउँ बाँचेको छ। नानी, म सोध्छु आज गाउँ किन रुँदैछ। आमा भन्नुहुन्छ बाबु, गाउँ रोएको होइन, आफ्नो मान्छेहरूलाई सम्झेर आँखा रसाएको मात्र हो बाबु। आफ्नो मान्छेहरूलाई सम्झेर आँखा रसाएको मात्र हो। त्यसैले जहाँ भए पनि माटो नबिर्छ है। त्यसैले जहाँ भए पनि बाटो र यो माटो नबिर्छ है बाबु।
आमा नबिर्छ अनि खेतबारी नबिर्छ, ती वन जङ्गल नबिर्छ अनि ती सुसाएका खोलाका गीत नबिर्छ है। आमा भन्नुहुन्छ बाबु गाउँ अझै बाँचेको छ। आमा भन्नुहुन्छ नानी गाउँ अझै बाँचेको छ। किनकि मानिस ठुलो भएर होइन, मानिस ठुलो भएर होइन, आफ्नो जन्मभूमि महान आमा बुबा साथ र सम्झना सम्झेर महान बन्छ हो। बुबाको साथ र सम्झना महान बन्छ र गाउँ अझै बाँचेको छ। हाम्रो सम्झनामा, हाम्रो मायामा र हाम्रो सदा सदा जीवन यही माटोभित्र छ। त्यसैले आमा भन्नुहुन्छ बाबु गाउँ अझै बाँचेको छ। नानी हाम्रो गाउँ अझै बाँचेको छ। हस्, धन्यवाद।